त्यो माल ठुलो हुने स्प्रे हुन्छ अरे के त्यो पनि पाइन्छ अरे सोध्नु नि दामी रहेछ क्या यो त है अन्त चियासम्म आएको छौँ हामी उयो परतिर गाउँ बगैँचातिर नि घुमेका छौँ के गर्नु फोटो कस्तो आउँदो रहेछ मेरो मोबाइलले भने राम्रै आउँदैन 6000 बजी त एउटा यताबाट चाहिँ राम्रो आउँछ बुठाउनु न हेर्नु सक्दैन भयो अहिले पर खिच्नु क्या त्यो अहिले के हो ट्र्याक्टर यो के घाँस हो के हो यो ए गाजर हो घाँस हेर्नु गाउँ हेर्नु नि यहाँ पानी कहाँबाट ल्याउँछ म भन्छु तिमी चाहिँ पानी चाहिँदैन नि त पानी तपाईँको हप्ता 15 दिनमा आइरहेकै हुन्छ जहिले त्यो हाम्रो घाँस काटिन्छ नि त्यस्तै छ कत्रो काट्दो रहेछ अस्ति घापाले कहाँ गएर मैले हानि हेरेको अनि त्यो मैले त्यसरी काटेँ त हुन्थ्यो हो लाग्ने उद्या भन्दा खतरा लाग्ने हुँदो रहेछ छुरा अनि भुत्ला काट्ने हुँदो रहेछ यो त घर भातिर आएको छ अनि यहाँबाट अनि यसैबाट अनि आएर यतैबाट जाउँ न घुमेर भनेको मानेन केटाहरू डरले गोवर्धन गर्नु गर्नु आकाशी भनौँ के भन्दो रहेछ भनौँ न भन्नु काकुसी भनौँ न काकुसी भने के छ भने यो बाटो छ नि यो बाटो गयो भने उहाँ माथि पुग्छु कुन बाटो यो बाटो यो नि बाटो हो र यहाँ ठाडो बाटो छ उहाँ माथि त्यो ऊ छ नि जङ्गल हो त्यो जाउँ त्यहीँ जाउँ भेडा खाला ठाउँ कहाँ त्यहाँ मल लिएर जाने हो आज अनि अहिले आउला नि जाने गर्मी भइसक्यो कहीँ रुखको फेदमा नि जानुपर्छ क्या रुखको फेदमा नि त्यसलाई फोन गर्छु कसलाई मान्छेलाई बुढीलाई होइन अनि त्यहाँ उयोमा बस्छु ए अनि नत्र रिसाउँछ रिसाउँदैन त्यसलाई अनि किन फोन गर्नु फोन गरेको फोन मैले हेलो जोड उम्रिएको यहाँ आलुको जरा छ नि त यो त सबै आलु त रहेछ नि होइन तर नेपालकै रोप्दछ क्या ड्याङ बनाएर है अनि के रोप्छ त मान्छेले पछि चाहिँ गाउँघरि यो ट्र्याक्टर हो आउँदैन भन्ने जाउँ त मार्केटमै सेरे माग्नु पर्यो क्या अरू कति रुपियाँ पर्छ मलाई ल्याइदिए ल्याइदियो भने त्यही त्यसको ब्यागमै हुन्छ क्या बेचमा राखिदियो नि त ए अनि बेच्न राखेँ हो कति रुपियाँ पर्छ अरे सोध्नु न म्यासेज गर्नु मैले सोधिनँ भिडियो बनाएर त्योभन्दा ठुल्ठुलो हुँदैछ भिडियो बनाएर हालिरहेको छ त के हो त्यो हतारको हो र यसरी लाउने यसरी बिर्को लाउने यसरी लाने भनेर अनि त्यसलाई त्यो माल ठुलो हुने स्प्रे हुन्छ अरे क्या त्यो पनि पाइन्छ अरे सोध्नु नि अनि त्यसलाई त्यो माल ठुलो हुने स्प्रे हुन्छ अरे क्या त्यो पनि पाइन्छ अरे सोध्नु नि हो र स्प्रे कहाँ हुन्छ तिनीहरूसँग तिनीहरूसँग भिडियो बनाइरहेको छ यार बुढाले यार बुढाले त भिडियो बनाइरहेको छ है माल ठुलो हुने जमाना ठिक हुन्छ नि त्यसो गरेपछि त हाल्दैन नि बुढाले
अघिदेखिको किन बुढो क्यामेरा यसो गरायो भने पुरा भिडियो बनाइरहेको चाहिँ ए रुइनदेखि आज माथि जाने त जङ्गल भयो हँ? हामी त जङ्गल तपाईँको डाइलगहरू यति दामी दामी हुन्छ कि होइन तपाईँको डाइलग हाइलाइट गरेर हाल्यो भने सबै भाइरल हुन्छ क्या यो खानेकुरो हो क्या उयो उयो हो खोइ त्यस्तै छ है यो पाकी बिस्ता हुन्छ पयौँ पयौँ अब हेर्नु नि यहाँ अब यहाँ आउने टक्क सामान सामान लिएर आउने यहाँ राख्ने खाने यहाँ राख्ने खाने सिस्टम यहाँ त है सबना खाने टक्कै यो रुखमुनि बस्ने ऊ भ्यू हेर्नलाई त्यहाँ हेर्ने ए फोटो त यहाँबाट खिच्नु पर्ने रहेछ है अँ अलिक राम्रो राम्रो लुगा लगाएर आउनु पर्ने त भोलि यहाँबाट त टक्क त्यहाँ फोटो खिच्नु जानु है भोलि 2 बजीपछि आउँदा तरी